है कर्भ आर्टरी फोर्सेप्स यो स्ट्रेट सिजर हैन यो के हो प्रोक्टोक्लाइसिस इनेमा अनि ग्लोभ्स बन्न सक्छ है कति नम्बर सर्जिकल ग्लोभ्स भइहाल्यो नम्बर 7 है स्टेराइल इयो नै हुन्छ प्राय स्टेराइल इयो स्टेराइल डेट के नजिक राख्दै आउँछ स्टेराइल इयो uses भइहाल्यो टु डु सर्जरीज भइहाल्यो द प्रोसेस अफ वेयरिङ ग्लोभ्स इज कल्ड डिपिङ छुट्टै चिज ड्रेपिङ भनेको चाहिँ डनिङ DONNING डनिङ तिमीलाई कसैलाई मैले ल ग्लोभ्स लगाएर देखाउ त भनेर सोध्न सक्छु है कसरी देखाउँ त ग्लोभ्स छ नि मलाई सर मैले कुनै अब सेनिटाइजरहरू ह्यान्ड स्क्रब गरेर आउँछु होइन मलाई सिस्टरहरूले यसरी दिन्छन् एसिस्टेन्ट कसैले यसरी दिन्छन् मैले चाहिँ जुन स्टाइल मेरो स्क्रब गरेको हात छ त्यसले समात्छु त्यसपछि स्टाइल पार्टमा राख्छु अनि त्यसपछि यसरी ग्लोभ्स गर्छु पहिला यो बाहिरको हात हो नि त यो हाम्रो हात त सकेसम्म फोरै हुन्छ नि सो यो पार्टले चाहिँ बिरामीलाई छुने हो यो त इनर पार्ट अहिले छुँदैन सो इनर पार्ट छोडेर लगाउँछु यति गर्छु ठिक छ यता भित्र मैले छुन्ने बाहिरपट्टिको भागमा छुन्नु जति छुन्छु भित्रपट्टि त्यसपछि यसको बाहिरपट्टि राख्छु अनि अब यसको पनि बाहिरपट्टि समातेर आफ्नो गाउन छ नि गाउनलाई त छोप्नु पर्छ च्याप्नु पर्यो भने तिमीहरूको 5 मा 5 गर्छ अब के गर्नु है यसलाई के बात पनि निकाल्नु हिप्स HEATHS हिप्स suture cutting scissor also called as parrot scissor HEATH hips suture cutting scissor also called as parrot scissor parrot के सुगा आई टावल आँखा thumb forceps non-tooth dissecting non-dissecting dissecting भनेको tooth भएकोलाई dissecting forceps पनि भन्छ non-dissecting forceps thumb forceps किन hold the tissue sterilization autoclave यो probe एसनी यन्त्र आइडियल कति अङ्गुल हुनुपर्छ आइडियल 8 है कर्म एसन कर्म ब्लेड होल्डर स्काल्पेल ब्लेड होल्डर सबभन्दा राम्रो यसको शब्द भनेको बीपी ह्यान्डल ब्लड प्रेसर हैन बार्ट पार्कर्स ह्यान्डल भन्छ के कसैको नाम हो बार्ट पार्कर्स बार्टको स्पेलिङ चाहिँ एकचोटि चेक गर गुगलमा चेक गर है बार्ट ह्यान्डल हेर गुगलमा कन्फ्युज नहुने है बीपी ह्यान्डल भन्छ अब स्काल्पेल पनि यसरी भन्छ यसमा ब्लेड भयो भने स्काल्पेल भन्छ अझ खास है ब्लेड होल्डर पनि भन्छ सजिलो लाग्छ बीपी ह्यान्डल सबभन्दा है चिटल हेर है त चिटल फर्सेप्स त्यो चाहिँ के भन्दा सबै इन्स्ट्रुमेन्टहरू निकाल्नको लागि सबै गर्नको लागि चिटल फर्सेप्स युज है त्यो चाहिँ केमा राखिन्छ त जारमा राखिन्छ कहिलेकाहीँ जारसितै राखिदिन्छ चिटल त्यसलाई हेरेर लेख्नु पऱ्यो भने चिटल फर्सेप्स विथ जार त्यसको जार
लार्ज लार्ज स्ट्रेट भन्यो यो कर्भ यो कर्भ है। अनि साइनस चाहिँ जस्तो एब्सेस क्याभिटी भयो, क्याभिटी भित्रसम्म गज प्याक गर्नु पऱ्यो नि, रिबन गज हाल्नु पऱ्यो नि साइनस पर्छ है। टु प्याक द साइनसेस, रिबन गजहरू प्याक गर्नको लागि कहिलेकाहीँ चाहिँ टु ओपन द साइनसेस, भित्र साइनस पर्छ भनेर यस्तो गरेपछि पसहरू निस्किनु भयो एब्सेसहरूमा होइन। अब एउटा चाहिँ फाइब्रोएडेनोमा छ, बुझिने छैन यो कानको किलोइड हो है। टो कृष्ण